आदरणीय दर्शकवृंद नमस्कार। अपन विशेष में स्वागत करै छी। आई बातचीत कर जा रहल छियै राप्रपा नेपाल के विषय में। राप्रपा नेपाल के बात करी तो जे अगहन में चुनाव भेल रहे, राप्रपा के महाधिवेशन भेल रहे। महाधिवेशन भेला लगले दू टुकड़ा भ गए, राप्रपा आ राप्रपा नेपाल। महाधिवेशन में राजेन्द्र लिंगदेल के विजय भेला संगे ई पार्टी दू टुकड़ा भ गए। ओहिमे से कमल थापा के गुट बाहर निकल गए। आइ राप्रपा नेपाल के अध्यक्ष कमल थापा अतिथि के रूप में हुनका बजल गेल छै आ हुनका सब बात एहि विषय में करब कि जे राप्रपा नेपाल स्थानीय चुनाव में केहन रहले, एकर अवस्था केहन रहले आ जहि हिसाब से स्थानीय चुनाव एला के बाद सब दल के एक किस्म से रियलाइज भ रहल छै कि टूट-फूट नहीं करक चाही, एकजुट होवक चाही। सबसे पहले हुनका स्वागत कर छी। थापाजी कार्यक्रम स्वागत छ। हस्, धेरै धेरै धन्यवाद है। मन्सिरमा चुनाव भयो राप्रपाको र चुनाव भए लगतै तपाईँ अलिगिनु भयो हैन। एउटा लोकतान्त्रिक पद्धतिमा सबैले सबैको चाहिँ अस्तित्व स्वीकार गर्नुपर्छ र जनमतबाट पाएको जुन एउटा नयाँ नेतृत्व छ उसलाई स्वीकार गर्नुपर्ने अवस्था थियो तपाईसँग, तर पनि तपाईँ चाहिँ अलिगिनु भयो। यसले चाहिँ एउटा सन्देश, एउटा पोजिटिभ सन्देश जानुपर्ने थियो, त्यो चाहिँ गएन भनेर पनि भनिन्छ। कतै न कतै तपाईमा एउटा महत्त्वाकांक्षा थियो कि म जहिले पनि अध्यक्ष बनिरहँ भने, हैन? के भन्नुहुन्छ? वास्तवमा राप्रपाको एकता महाधिवेशनमा पराजित भएको कारणले गर्दा मैले अलग भएर पार्टी फुटाएर नयाँ पार्टी बनाएको होइन। पराजयलाई मैले सहर्ष स्वीकार गरेर राजेन्द्र लिंगदेलजीलाई मैले बधाई दिएँ, शुभकामना दिएँ र त्यसको साथसाथै महाधिवेशनको दौरानमा पार्टीभित्र जुन एउटा सैद्धान्तिक विचलन देखा पर्यो, जुन गलत प्रवृत्ति हावी भयो, त्यसलाई सुधार्नको निमित्त मैले उहाँलाई दुई पटक लिखित रूपमा, एक पटक भेटेर नै अनुरोध गरेँ। तर त्यो गलत प्रवृत्ति र सैद्धान्तिक विचलनलाई सुधार गर्ने तर्फ उहाँको कुनै सकारात्मक प्रयास भएन। बरु त्यसको ठिक विपरीत पार्टीभित्र मलाई अपमानित गर्ने, मेरा विचार र मान्यतालाई ओझेलमा पार्ने, मसँग नजिक भएका साथीहरूलाई बहिष्कार गर्ने लगायतका कार्यहरू हुन थालेपछि मैले करिब 3 महिना पछाडि पार्टीबाट अलग भएको हुँ। त्यसर्थ म अहिले हार्ने बित्तिकै पार्टीबाट अलग भएको होइन। तपाईको भनाइअनुसार नेतृत्वलाई चाहिँ स्वीकार गर्नुभएको थियो तपाईले। तर यो 3 महिनाको पिरियडमा जे भयो त्यो प्रति असन्तुष्टि हो या महाधिवेशन भइरहेकै बेलामा जे जस्तो भयो या तपाईको जस्तो आरोप छ, हैन? मैले के भन्न खोजेको भने वास्तवमा 2063 को परिवर्तनपछि सिङ्गो मुलुक गणतन्त्रमय भएको बेलामा मैले राज संस्थाको एजेन्डा बोकेर हिँडेँ। त्यो बेलामा कोही तयार थिएन, कुनै नेता, कुनै दल राज संस्थाको एजेन्डा बोक्नको निमित्त तयार थिएन। त्यो विपरीत धारलाई बोकेर जाँदा मैले साङ्घातिक आक्रमण सहनु पर्यो, सामाजिक बहिष्कार सहनु पर्यो र राजनीतिक निषेधको शिकार हुनु पर्यो। त्यसका बावजुद म राज संस्थाको एजेन्डामा अडिग भएर गएँ। तर यो 15 वर्षको बीचमा राज संस्था पुनर्स्थापनाको निमित्त राजा वा राजाको सचिवालयबाट कुनै किसिमको सकारात्मक योगदान भएन। र त्यसको साथसाथै मैले पटक पटक भन्ने गरेको थिएँ कि नेपालमा राज संस्थाको पुनर्स्थापना विदेशीले गर्ने पनि होइन, देशभित्र 2-4 हजारले अस्थिरता अराजकता सिर्जना गरेर सेनाले कु गरेर राख्ने पनि होइन। राज संस्था पुनर्स्थापना हुने हो भने नेपालका राजनीतिक दल
र जनताको विश्वास जित्न सक्नुपर्छ। त्यसतर्फ मैले प्रयास गरेँ, तर राजा वा राजाको सचिवालयले राजनीतिक दलहरूसँग सम्बन्ध सुधार गर्नुको सट्टा राजनीतिक दलहरूसँग वैमनस्यता कायम गर्ने र जनताको विश्वास जित्नुको सट्टा जनतासँगको सम्बन्धमा दूरी बढाउँदै जाने काम भयो। एकातिर यस्तो अवस्था रह्यो भने अर्कोतर्फ 100% राजावादी भएको पार्टीमा पार्टीभित्रको एउटा गुट व्यक्तिको पृष्ठपोषण गर्ने काम भयो। राप्रपालाई फुटाउने, राप्रपाभित्रको आन्तरिक व्यवस्थापनमा हस्तक्षेप गर्ने जस्ता कार्यहरू गरेर राजा अभिभावकको रूपमा होइन, सेरेमोनियल रूपमा होइन, पार्टीभित्र सक्रिय भूमिका खेल्न चाहन्छन् भन्ने किसिमको सन्देश गयो। यो जुन हस्तक्षेपको कुरा गर्नु भयो नि, हैन म सकिहाल्नु अजयजी, यही सन्दर्भमा वास्तवमा यो घटनाक्रम केवल महाधिवेशनसँग मात्र सम्बन्धित छैन। केही वर्ष यता खास गरी 2073 सालपछि जब संविधान जारी भयो, मैले संविधान स्वीकार गरेँ र संविधानकै परिधिभित्र रहेर आफ्ना मान्यता स्थापित गर्ने बाटोबाट हिँडेँ। यो कुरो सायद राजा वा राज संस्थाको सचिवालयलाई चित्त बुझेन। त्यसपछि 73 सालपछि 78 सालसम्म पटक पटक यस्ता पार्टीभित्र हस्तक्षेप गर्ने कार्य भयो। त्यसको मैले विरोध पनि गरेँ, राजालाई त्यसबारेमा अनुरोध पनि गरेँ नगर्नको निमित्त, तर त्यो रोकिएन र त्यसको चरम उत्कर्ष महाधिवेशनमा देखियो। महाधिवेशनमा स्वयं राजाका सचिवहरू ब्रिफकेस बोकेर महाधिवेशनका प्रतिनिधिहरू बसेको होटेलमा गएर उनीहरूलाई प्रभावित गर्ने, लोभ लालच देखाउने जस्ता कामहरू पनि भएपछि मैले अब राप्रपा भनेको निर्मल निवासले सञ्चालन गरेको रिमोट कन्ट्रोलबाट चल्ने पार्टी होइन। राज संस्थाप्रतिको हाम्रो सैद्धान्तिक निष्ठा हो, तर राजाको सचिवालयले यो पार्टी चलाउने होइन। यो काम बन्द हुनुपर्छ भनेर यसको विरोध गर्नको निमित्त, यसमा सुधार गर्नको निमित्त मैले राजेन्द्र लिङ्गदेनजीलाई अनुरोध गरेँ, पार्टीलाई अनुरोध गरेँ, तर त्यसको कुनै सुनवाई नभएपछि मेरो अगाडि कुनै विकल्प थिएन। मैले नयाँ ढङ्गबाट जानुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भयो। हजुर, अब जसरी तपाईँले भनिराख्नु भएको छ कि हस्तक्षेपको कुरा होइन, 15 वर्षसम्म जसरी तपाईँले भन्नुभयो कि 15 वर्षसम्म मैले राजाको वकालत गरेँ, यहाँको राजसंस्था चाहिँ पुनर्स्थापित हुनुपर्छ भनेर चाहिँ अगाडि बढ्नुभयो। एउटा हिन्दू राष्ट्र हुनुपर्छ भन्ने माग त छँदैछ होइन, तर जसको लागि तपाईँ लड्नुभयो त्यही राज संस्थाले तपाईँलाई सहयोग गरेन या पूर्व राजालाई सहयोग गरेन भन्ने चाहिँ तपाईँको आरोप छ होइन। भनेपछि सहयोग गरेन वा पूर्व राजाले चाहेको जस्तो तपाईँले काम गरिदिनु भएन कि त्यही भएर पूर्व राजाको समर्थन उतातिर गयो कि? हजुर, त्यो हिसाबले पनि हेर्न मिल्छ नि त। हुन सक्छ, निश्चय पनि वास्तवमा अब त्यही उहाँको कुनै अपेक्षा होला। तपाईँले भन्नुभयो कि मैले राजालाई चाहिँ काँध बोकेर हिँडेँ, तर मलाई नै वास्तवमा अवमूल्यन गरियो भन्ने छ नि। म यसलाई के प्रश्न पार्नु भने हेर्नुहोस्, वास्तवमा मैले राज संस्थाको एजेन्डा बोक्दाखेरि राजाले भनेर बोकेको पनि होइन। राप्रपाको स्थापना राजाको आदेश अनुसार भएको पनि होइन र राजाको सहयोग पाउँछु भनेर हामीले खोलेको पनि होइन। नेपालको निमित्त चुनावी राजनीतिभन्दा माथि उठेको एउटा साझा संस्था सेरेमोनियल रूपमा उपयुक्त हुन्छ, राष्ट्रिय एकताको प्रतीकको रूपमा। तर यो राजाकै पार्टी हो भनेर पनि भनिन्छ नि त। त्यो गलत थियो, राजाको पार्टी त्यो भनिदिए है त अहिलेसम्म। त्यो चाहिँ त मान्छेले गलत बुझेका हुन्। वास्तवमा यो राप्रपा एउटा स्वतन्त्र स्वाभिमानी पार्टी हो। 2047 साल जेठमा जब बहुदलीय व्यवस्था आयो, त्यो बेलामा अलपत्र परेका पञ्चहरूलाई सङ्गठित गरेर लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाले राप्रपाको स्थापना गर्नुभयो। 63 सालपछि अलपत्र परेका राजावादीहरूलाई सङ्गठित गरेर मैले राप्रपा नेपाल स्थापित गरेको हुँ। यसमा राजाको कहीँ कतै भूमिका केही पनि छैन। हामीले आफ्नो विचारअनुसार अगाडि बढ्यौँ। मेरो खाली चाहिँ तपाईँको आपत्ति के हो भने हेर्नुहोस्, हामीले जनताको अगाडि जाँदाखेरि अबको राजा
2063 सालभन्दा अगाडिको जस्तो राजा वा राज संस्था हुँदैन। राज संस्था सबैको साझा, राजनीतिभन्दा माथि उठेको एउटा अभिभावकीय भूमिकामा रहन्छ, संवैधानिक राज संस्था रहन्छ भनेर हामीले भनेको ठाउँमा अब कहीँ कतै नपाएर न काङ्ग्रेसमा उहाँहरू कुनै चाहिँ भूमिका खेल्न सक्नुहुन्छ, न एमालेमा कुनै भूमिका खेल्न सक्नुहुन्छ, न माओवादीमा कुनै भूमिका खेल्न सक्नुहुन्छ, न चाहिँ मधेस केन्द्रित राजनीतिक दलहरूमा भूमिका खेल्न सक्नुहुन्छ। हामीले 100% राजावादी बनाएको, मैले 15 वर्ष लगाएर राज संस्थाको पक्षमा चाहिँ तयार गरेको, प्रशिक्षण दिएको कार्यकर्ताहरूलाई प्रभावित गर्ने, उनीहरूलाई चाहिँ आफ्नो ढङ्गबाट चाहिँ परिचालन गर्ने जुन किसिमको कामहरू पटक पटक भयो। अब यसमा किन भयो होला त? राजाको अपेक्षा अनुसार मैले काम गरिनँ कि भनेर जुन तपाईँले भन्नुभयो, त्यो कुरा त उठ्यो नि। महाधिवेशनको बेलामा पनि नेतृत्वको विषयमा मूल्याङ्कन हुनुपर्छ, समीक्षा हुनुपर्छ भन्ने कुरा त त्यो बेला नारा नै लगाएको थियो त त्यो बेला, होइन? महाधिवेशनको विषयमा अहिलेका जुन नेतृत्व छ त्यही चाहिन्छ कि चाहिँदैन कि युवा पुस्ता आउनु पर्यो भन्ने किसिमको नारा लगाइयो या मूल्याङ्कन हुनु पर्यो भनेपछि तपाईँको बुझाइ र अनि अरूको बुझाइ त फरक देखियो नि। के फरक परेर मलाई के आपत्ति छैन। हुन त चाहिँ के भनेदेखि चाहिँ मैले प्राविधिक रूपमा मात्रै हारेको हुँ। हेर्नुहोस्, वास्तवमा म झन्डै चाहिँ हेर्नुहोस्, अब यति षड्यन्त्रपूर्ण तरिकाले भएको छ जसको बारेमा मैले टिका टिप्पणी गर्नु पनि उपयुक्त हुँदैन। 2 जना मात्र उम्मेदवार भएको, 2 जनाको मात्रै छाप लगाउने ठाउँ भएकोमा 472 मत चाहिँ मेरो बदर गरिएको छ। सिङ्गै निर्वाचन कमिटी नै तपाईँको चाहिँ मेरो खिलाफमा प्रयोग भयो, दरबारको चाहिँ हस्तक्षेपको कारणले गर्दाखेरि, र म जम्मा 200 भोटले हारेको छु। त्यस कारणले अब त्यहाँभित्रको पार्टीका साथीहरूको चाहना के थियो त्यो त आफ्नो ठाउँमा छ, हेर्नुहोस्। तर मैले भन्न खोजेको चाहिँ के भनेदेखि अघि तपाईँले जुन प्रश्न पनि गर्नुभयो, राजाको अपेक्षा पुरा गर्नु भएन कि भन्दाखेरि, हो, राजाको र मेरो बाटो र नीतिमा फरक भयो। हेर्नुहोस्, उहाँहरू चाहनुहुन्थ्यो कि नयाँ संविधान बनेपछि त्यो संविधानलाई च्यातेर विद्रोहको बाटोमा जाओस्। मैले भने होइन, अनि राजतन्त्र नै आओस्, होइन? विद्रोहको बाटोमा गएर चाहिँ हामी चाहिँ सडकमा जाउँ, त्यस जङ्गलमा जाउँ। संवैधानिक राजतन्त्र होइन कि त्यो कार्यकारी राजतन्त्र नै आओस्। होइन, संवैधानिक राज र कार्यकारी त पछिको कुरा भयो अझ, होइन? तर के भनेदेखि चाहिँ उहाँहरूले यो संविधान नै स्वीकार नगरोस्, किनभने संविधान स्वीकार गरिसकेपछि त अब संवैधानिक बाटोबाट स्थापना गर्नुपर्ने भयो। उहाँहरूलाई लाग्यो कि संवैधानिक बाटोबाट स्थापना हुन सक्दैन। त्यस कारणले गर्दाखेरि राप्रपा चाहिँ नि सडकमा आओस्, विद्रोहमा जाओस्, संविधानलाई अस्वीकार गरोस्, चुनावमा भाग नलियोस्, एउटा अस्थिरता र अराजकतावादी शक्तिको रूपमा परिणत होस् भन्ने राजा र राजाका सचिवालयको चाहना थियो। मैले त्यो पुरा हुन दिइनँ। मैले भने हामीले प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार चुनावमा भाग लिइसकेपछि संविधान सभामा हामीले सशक्त ढङ्गबाट आफ्नो एजेन्डा स्थापित गर्न चाहे तापनि सङ्ख्याको कारणले गर्दाखेरि हामी असफल भएपछि हामीले त्यो परिणामलाई अस्वीकार गरेर विद्रोहमा जानु त्यो प्रजातान्त्रिक मूल्य र मान्यता हुँदैन, जनताको सर्वोच्चता प्रतिको निष्ठा हुँदैन। त्यस कारणले मैले प्रजातान्त्रिक पद्धति र मूल्य र मान्यतालाई आत्मसात गर्दै संविधानकै परिधिभित्र रहेर जनताको विश्वासबाट आफ्ना मान्यताहरू स्थापित गर्ने बाटो लिए। त्यो कुरा उहाँहरूलाई चित्त बुझेन। उहाँहरूले राजेन्द्र लिङ्गदेनलाई मेरो विकल्पमा खडा गर्नुको एउटै मात्र उद्देश्य के हो भने चुनाव जितेर राप्रपालाई ठुलो बनाउनको लागि होइन। कमल थापाले मानेन। अब सडकमा अस्थिरता र अराजकता सिर्जना गर्ने, राजा आऊ देश बचाऊ गर्ने हो हल्ला गर्ने, अनि त्यसपछि चाहिँ यहाँ देशमा अराजकता हुन्छ, अनि त्यसपछि तपाईँको विदेशी र सेनाले मिलेर राज संस्था स्थापित गरिदिन्छ भन्ने किसिमको उहाँहरूको सोचाइ। तर त्यो गलत सोचाइ, त्यो भ्रम हो। त्यो कुरा सम्भवै छैन। बुझाइ चाहिँ आफ्नो रह्यो, होइन? तपाईँको बुझाइ आफ्नै होला, होइन? बाटो फरक भयो। राजेन्द्र लिङ्गदेनजीको बुझाइ चाहिँ आफ्नै होला, बाटो फरक। अब एउटा लोकतान्त्रिक पद्धतिमा गइसकेपछि अब 3 महिना वेट गर्नुभयो, त्यसपछि तपाईँले अलगिनुभयो, फेरि चाहिँ राप्रपा नेपाल चाहिँ बिउति आउनुभयो। राजेन्द्र लिङ्गदेनको कुरा गर्ने हो भने तपाईँको शिष्य भन्दा पनि हुन्छ, होइन? एक किसिमले उहाँले चाहिँ राजनीतिमा अगाडि बढाउनमा तपाईँको ठुलो योगदान छ, होइन? तर
उहाँको नेतृत्व स्वीकार गर्नु भएन, त्यो पनि आरोप छ। तपाईँको शिष्य भएपछि अलिकति माया प्रेम सद्भाव मिलाएर अगाडि बढ्नुपर्ने, एकै ठाउँ बस्नुपर्ने, के छ समस्या होइन? के छ गलत बुझाए या बुझाइ केमा त्यहाँ मतान्तर छ, त्यो चाहिँ मिलाएर अगाडि बढ्नुपर्नेमा तपाईँ चाहिँ च्वाट्टै छोडिदिनु भयो। होइन, त्यो होइन। त्यो वास्तवमा के भनेदेखि तपाईँले एकदम ठिक भन्नुभयो। मैले राजेन्द्र लिङ्गदेनलाई भावी नेतृत्वको निमित्त तयार गरेकै हो, त्यो कुरो उहाँलाई पनि राम्रोसँग थाहा छ। तर खालि बाटो मात्र फरक भयो। मैले मेरो सद्भावबाट, मेरो सहयोगबाट उहाँ नेतृत्वमा स्थापित हुन सक्नुहुन्थ्यो, तर अरू कसैको गोटी भएर मलाई नै विस्थापित गर्ने बाटोबाट आउनुभयो। तर जुनसुकै बाटोबाट आए पनि त्यो तपाईँको बुझाइ भए पनि उहाँहरूको बुझाइ त यो होइन नि। ठिक छ, मेरो नेतृत्व स्वीकार गर्न सकेनन् कमल थापा भन्ने भयो के। मैले त मेरो बुझाइको कुरा नै गर्ने हो, अर्काको बुझाइ के छ भनेर मैले त्यो चाहिँ नि थाहा पाउने कुरो पनि भएन र अर्काको बुझाइको आधारमा मैले टिका टिप्पणी गर्ने कुरा पनि आएन। मेरो बुझाइ भनेको के हो भने उहाँ चाहिँ नि अध्यक्ष भइसकेपछि म वास्तवमा केही प्रक्रियागत कुराले अलिकति दुखी भएँ होला, तर व्यक्तिगत रूपमा म खुसी नै थिएँ र मैले उहाँलाई बधाई दिएँ। लिखित रूपमा उहाँको सफलताको कामना गरेँ, भेटेर उहाँलाई चाहिँ शुभकामना दिएको छु र मैले उहाँलाई भनेको छु। मलाई कतिपय चाहिँ साथीहरूले भन्थे कि तपाईँ राप्रपामा उभिनु मात्र भयो भने पनि तपाईँको 2/3 बहुमत छ, तपाईँले जे भन्यो त्यही हुन्छ भनेर। मैले त्यो काम गरेर 2/3 बहुमत छ भनेर राजेन्द्र लिङ्गदेनलाई असफल बनाउने, पार्टीलाई कमजोर बनाउने काम म गर्दिनँ। मैले आउने भनेको राजेन्द्र लिङ्गदेनलाई सफल बनाउनको निमित्त आउने हो, पार्टीलाई बलियो बनाउने। राजेन्द्र लिङ्गदेन असफल भयो भने पार्टी असफल हुन्छ। म त गर्न सक्नुहुन्थ्यो नि, केही असन्तुष्टि होला, समयसँगै चाहिँ त्यो असन्तुष्टिहरू हटेर जान्थ्यो होला होइन, तर तपाईँ छोड्नु भयो के। त्यो सम्भव किन भएन? तर यसले गर्दा चाहिँ एउटा के नकारात्मक सन्देश गयो भने चाहिँ आम पार्टीमा अरू पनि छन् होइन, आफूले अध्यक्ष नपाएपछि चट्टै चाहिँ होइन छुट्याइहाल्ने के, त्यो त छ नि त, नेपालको राजनीतिमा देखिएको छ। होइन सुन्नु न, अब अरू पार्टीको म टिका टिप्पणी गर्न चाहन्न। मेरो जहाँसम्म कुरा छ हेर्नुहोस्, म चाहिँ चुनाव हारेर म चाहिँ पार्टीबाट अलग भएको होइन, यो यथार्थ कुरा छ, सत्य कुरा छ। तर म खालि तपाईँलाई के भन्छु, फेरि पनि दोहोऱ्याएर के भन्छु भनेदेखि यो के प्रश्न हुनु जरुरी छ। सैद्धान्तिक रूपमा मतभेद भएपछि जब राप्रपालाई निर्मल निवासले रिमोट कन्ट्रोलबाट चलाउने प्रयास गरेपछि, राप्रपा एउटा सक्रिय राजतन्त्रको पक्षमा उत्रिन खोजेपछि र राप्रपा एउटा राजनीतिक शक्तिको रूपमा होइन, सडकमा अस्थिरता कायम गर्ने जमातको रूपमा परिणत गर्न खोजिएपछि त्यो कुराको विरोध गर्नुहोस्, त्यो कुरालाई अस्वीकार गर्नुहोस्। पटक पटक चाहिँ भन्दाखेरि त्यो कुरा सुनवाई नभएपछि या त मेरो अगाडि के विकल्प थियो, या त म चाहिँ पार्टी पतन भएको हेरिराख्नु पर्यो, या म चाहिँ के भने अलग हुनु पर्यो। अब अलग भएसँगै तपाईँ राज संस्था जुन चाहिँ अरू पार्टीहरूको कुरा गर्ने हो भने उनीहरूले चाहिँ प्राथमिकताको कुरा गर्ने हो भने देश समृद्ध हुन् होइन, देश समृद्ध होस्, सुखी नेपाली होइन, यी यावत कुराहरू गर्छन्, समृद्धिका कुरा, विकासका कुरा होइन, गरिबी हटाउने कुरा लगायतका कुराहरू गर्छन् अरू पार्टीको कुरा गर्ने हो भने। तपाईहरूको पार्टीको एउटा जुन छाप छ पहिलादेखि नै लागेको राज संस्था र हिन्दू राष्ट्र हुनु पर्यो भनेर होइन, तर अहिले आएर राप्रपा नेपाल गठन भएसँगै राज संस्था चाहिँदैन भनेर तपाईँ चाहिँ भनिराख्नु भएको छ, किन? हुन त मैले अघि पनि प्रश्न पारिसकेको छु, फेरि यसमा होइन। अब चाहिँ तपाईँले पहिला केसम्म थियो भने संवैधानिक राजतन्त्रसम्म थियो तपाईँको भनाइ होइन, संवैधानिक राजतन्त्र। तपाईँको आरोप छ राजेन्द्र लिङ्गदेनले चाहिँ सक्रिय राजतन्त्रको कुरा गर्यो, यो चाहिँ मलाई अपक्ष भयो र मैले चाहिँ पार्टी त्याग गरेँ होइन। अनि एउटा चाहिँ संवैधानिक राजतन्त्रको कुरा तपाईँको थियो, तर पार्टी गठन भएसँगै छुट्टै पार्टी तपाईँले बनाएसँगै अब राजतन्त्र चाहिँदैन देशमा भन्न थाल्नु भएको छ क्या। हो, म तपाईँलाई चाहिँ प्रश्न पारौँ। पहिला सुरुको स्टेटमेन्ट पनि मलाई लाग्छ अलिकति सुधार गर्नुपर्छ। त्यो के हो भने राप्रपा वा राप्रपा नेपाल केवल तपाईँको हिन्दू राष्ट्र राज संस्था पुनर्स्थापना गर्नको निमित्त खडा गरिएको सङ्घर्ष समिति होइन। यसको प्राथमिकतामा यो देखियो, अरू पार्टीको पनि त प्राथमिकता आफ्नो विचार त हुन्छ, कोही मार्क्सवादको होइन। राप्रपा सम्झिने बित्तिकै राप्रपा सम्झिने बित्तिकै राजासँग जोडिन्थ्यो। होइन, बुझेँ कि, तर तपाईँले जुन गलत स्टेटमेन्ट दिनुभयो, अरू पार्टीहरू राष्ट्र निर्माणको कुरा गर्छन्, विकासको कुरा गर्छन्, तपाईँहरू खालि राजा र हिन्दू राष्ट्रको कुरा गर्नुहुन्छ, त्यो होइन। यो चाहिँ के भने अरूको हो गणतन्त्रात्मक सङ्घीयता र त्यसपछि धर्मनिरपेक्षताको धरातलमा उनीहरूले
आफ्नो राष्ट्र निर्माणको कुरा गर्छन् भने हाम्रो फरक विचारको आधारमा हामीले राष्ट्र निर्माणको कुरा गर्ने हो। राष्ट्र निर्माणमा कसैको विमति छैन, बाटो मात्र फरक हो। अब जहाँसम्म चाहिँ नि तपाईँको के भने अहिले मैले किन राज संस्था छोडेर यो चाहिँ नि हिन्दू राष्ट्रको मात्र कुरा गर्न थालेँ भन्ने कुरा चाहिँ हेर्नुहोस्, त्यसको मूल कुरा त एउटा त मैले भनिहालेँ अघि, राजा वा राजाका सचिवालयहरूबाट भएका गलत क्रियाकलापहरू पनि एउटा प्रमुख कारण हो भने त्यसले मेरो मान्यतामा आघात पुग्यो। राजा चाहिँ एउटा सेरेमोनियल रूपमा संवैधानिक रूपमा रहन सक्दैन भन्ने चाहिँ मलाई अनुभूति भयो। र दोस्रो त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भनेदेखि हेर्नुहोस्, अब कति बेला तितो लाग्ला, समय काल परिस्थिति अनुसार विचार र मान्यतामा परिमार्जन गर्दै जानुपर्छ। 2003 सालमा खुलेको नेपाली काङ्ग्रेसले पनि वैधानिक राज संस्था स्वीकार गरेकै थियो। नेकपा एमाले पनि 2047 सालपछि राज संस्थासँग सहकार्य गरेकै हो। मैले पनि 2063 सालदेखि 2078 सालसम्म राज संस्थाको वकालत गरिरहेँ। तर मेरो निरन्तरको प्रयासका बावजुद अहिलेको धरातली यथार्थ के छ हेर्नुहोस् त, राज संस्था पुनर्स्थापना हुन सक्ने सम्भावना त करिब करिब समाप्त भइसक्यो। अहिलेको नयाँ पिँढी 2063 सालमा जन्मेको व्यक्ति नै 16 वर्षको भइसक्यो। उसले राज संस्थाको र पनि बुझेको छैन र त्यो चाहना पनि छैन। अब हुन सक्थ्यो यदि राजाले यो 15 वर्षको बिचमा राजनीतिक दलहरूसँग सम्बन्ध सुधार गरेको भए, जनताको विश्वास जित्ने प्रयास गरेको भए हुन सक्थ्यो होला। तर त्यो दिशातर्फ उहाँहरू नगएर उहाँहरू गलत बाटोतिर जानुभयो। कहिले विदेशीको मुख ताक्ने, कहिले सेनाको मुख ताक्ने, कहिले सडकमा अस्थिरता गर्नुभयो। त्यसले गर्दाखेरि राज संस्था पुनर्स्थापना हुन सक्ने सम्भावना 15 वर्षको तपाईँको निष्कर्ष चाहिँ यो अब चाहिँ के भनिदिएको, राज संस्था पुनर्स्थापना हुन सक्ने सम्भावना समाप्त भइसकेपछि जुन कुरो मलाई लागिसक्यो कि अब चाहिँ स्थापित हुन सक्दैन भने अब त्यो असम्भव एजेन्डालाई बोकेर जनतालाई भ्रममा पार्ने, पार्टीका भावी चाहिँ युवा पिँढीलाई भुलभुलाइमा राख्ने त्यो बेमानी गर्नु हुँदैन। र अब हामीले धरातलीय यथार्थ र जनताको भावनालाई सम्मान गरेर लोकतान्त्रिक मूल्य र मान्यतामै जानुपर्छ भन्ने विश्वासका साथ हामी अहिले राज संस्थाको विरुद्धमा भन्दा पनि जनसर्वोच्चता, जनभावना र लोकतान्त्रिक मूल्य र मान्यतामा हामी आएका हेर्नुहोस्। अब यसलाई तपाईँले मेरो सिद्धान्त छोडेको भन्दा हरेकले आफ्नो समय काल परिस्थिति अनुसार विचारलाई परिमार्जन गर्दै जानुपर्छ। मैले पनि आफ्नो विचारलाई परिमार्जन गरेको हुँ। यो असम्भव एजेन्डा बोकेर हिँड्दाखेरि हाम्रो अरू मान्यता र अरू एजेन्डा पनि कहिले पनि स्थापित नहुने भयो। हिन्दू राष्ट्र तपाईँले छोडिसक्नुभयो, अब हिन्दू राष्ट्रको कुरा छ। हजुर, कतिको सम्भव छ? हिन्दू राष्ट्र सम्भव छ। हेर्नुहोस्, हिन्दू राष्ट्र यस कारण सम्भव छ, हिन्दू राष्ट्र कुनै एउटा व्यक्तिसँग सम्बन्धित, किनभने 15 वर्षमा तपाईँको मूल्याङ्कन रह्यो हजुर कि राजा चाहिँदैन, सम्भव छैन नेपालमा, अब चाहिँ सम्भव छैन। हिन्दू राष्ट्रको विषयमा पनि त्यही कुरा आइरहन्छ कि आउँदैन। त्यो कुरामा धेरै फरक छ। हेर्नुहोस्, अहिले हिन्दुत्वको बारेमा, हिन्दू राष्ट्रको बारेमा यद्यपि यो एजेन्डालाई बोकेर हिँड्ने एकमात्र पार्टी राप्रपा नेपाल हो अहिले। तर अन्य सबै राजनीतिक दलहरूमा पनि हिन्दू राष्ट्रको पक्षमा सशक्त जनमत बढेको छ। स्वयं नेपाली काङ्ग्रेसका बहुसङ्ख्यक महाधिवेशन प्रतिनिधिहरूले हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर गरेर दिएका छन्। स्वयं नेकपा एमाले अथवा माओवादीले पनि भित्र पनि धेरै ठुलो सङ्ख्यामा कार्यकर्ताहरू छन्। मधेसको कुरा गर्नुहुन्छ भनेदेखि त अधिक मधेसवादी मधेस केन्द्रित राजनीतिक दलहरूले हिन्दू राष्ट्रको एजेन्डा नबनाए पनि 90% जनता हिन्दू राष्ट्र होस् भन्ने पक्षमा छ। त्यस कारणले गर्दाखेरि कुनै पनि दलबाट औपचारिक रूपमा यो विषय आएको छैन। त्यसको कारण छ। त्यसको कारण के भनेदेखि चाहिँ नि अधिकांश दलहरू बाह्य शक्तिहरूबाट अभिप्रेरित छन्। जहाँसम्म कम्युनिस्ट पार्टीहरू छ उनीहरू सैद्धान्तिक रूपमा नै धर्ममा विश्वास गर्दैन, भगवानमा आस्था राख्दैन र पश्चिमा मुलुकहरू योजनाबद्ध र सङ्गठित रूपले धर्मनिरपेक्षताको आडमा नेपालको सनातन धर्म, संस्कृति र परम्परालाई विस्थापित गरेर विदेशी धर्म र संस्थापित गर्न करोडौँ डलर खर्च गरिराखेको छ। यो सबै कारणले गर्दाखेरि राजनीतिक दलहरू बोलिराखेका छैनन्। अब बुद्धिजीवी नागरिक समाजलाई पनि के समस्या छ भने हिन्दू राष्ट्रको कुराकानी गर्दाखेरि पुरातनवादी हुने, आधुनिकता विरोधी हुने भन्ने एउटा भ्रम र मनोवैज्ञानिक प्रभाव उनीहरूमा पनि परिराखेका छ। तर तपाईँको हेर्नुहोस्,
ढिलो चाँडो जनताले महसुस गर्छन्, किनभने यो अत्यन्तै एउटा गम्भीर प्रश्न छ। म आज तपाईँको यो लोकप्रिय टेलिभिजनको माध्यमबाट खास गरी मधेसका आम जनतालाई चाहिँ नि सम्बोधन गरेर भन्न चाहन्छु, 2007 सालमा नेपालमा 1 दर्जन मात्रै इसाईहरू थिए। अहिले 2079 सालमा आउँदाखेरि करिब 25 देखि 30 लाख इसाईहरू भएका छन्। संसार अहिले एउटा अन्तर्राष्ट्रिय संस्थाले हालसालै गरेको चाहिँ नि रिसर्च अनुसार संसारमा विश्वमा सर्वाधिक तीव्र गतिले इसाईकरण हुने मुलुकमा नेपाल 1 नम्बरमा छ। म इसाई धर्मको विरोधी होइन, हेर्नुहोस्, म इस्लाम धर्मको पनि विरोधी होइन, म सबै धर्मप्रति धर्मान्तरको विरोधी हो। म त तपाईँको सबै धर्मलाई सम्मान गर्छु, सबै धर्मका भगवानलाई सम्मान गर्छु, क्राइस्टलाई पनि सम्मान गर्छु, अल्लाहलाई पनि सम्मान गर्दछु। धार्मिक समानता र स्वतन्त्रताको पक्षपाती हुँ। तर हाम्रो सनातन धर्म र संस्कृति, हाम्रो हिन्दू, बौद्ध धर्म र किराँत धर्म विश्वकै सबैभन्दा प्राचीन धर्म, परम्परा र संस्कृति हो। यसलाई जुन ढङ्गबाट धर्मान्तरण गर्ने काम भइराखेको छ, यो धर्म परिवर्तनको जुन डडेलो राखेको छ, यदि यसलाई हामीले रोकेनौँ भने नेपालमा कुनै दिन हिन्दू, बुद्धिस्ट र किराँतहरू नै अल्पमतमा पर्दछ। हाम्रो राष्ट्रिय पहिचान र एकताको आधार खलबलिन्छ। देश धार्मिक द्वन्द्वमा जान सक्दछ। त्यस कारणले गर्दाखेरि मलाई पुरा विश्वास छ कि एक दिन हिन्दू राष्ट्र स्थापना हुन्छ, जुन कुरो सबै राजनीतिक दलहरूले रियलाइज गरेका छन्। संविधान निर्माण गर्दाखेरि एउटा कुरा म भनौँ यहाँलाई चाहिँ अजयजी, संविधान निर्माण गर्दाखेरि यो धर्मनिरपेक्षता नराख्ने बारेमा करिब करिब सहमति भएको थियो। हिन्दू राष्ट्र राख्न पनि उहाँहरू तयार हुनुहुन्थेन, केवल धार्मिक स्वतन्त्रता मात्र राख्ने कुरा थियो। तर पछि अब फेरि अन्तर्राष्ट्रिय दबाव आयो, उहाँहरूले धर्मनिरपेक्षता राख्नुभयो। तर हाम्रो प्रयासबाट हामीलाई चित्त बुझाउनको निमित्त तपाईँले संविधानमा देख्नुभयो कि होला, धर्मनिरपेक्षता भनेर स्पष्टीकरणमा प्राचीन कालदेखि चल्दै आएको सनातन धर्म र संस्कृतिको रक्षा गर्नु हो भनेर धर्मनिरपेक्षताको परिभाषा ठ्याक्कै उल्टो गरिएको छ। यो हाम्रो प्रयासले गर्दाखेरि भएको हो। हेर्नुहोस्, त्यस कारणले गर्दाखेरि मलाई लाग्छ अरू राज्यमा हिन्दू राष्ट्रको कुरा छ, त्यहाँ छ, त्यसैले आउँछ यो चाहिँ भन्ने कुरा म विश्वस्त छु। हजुर, अब स्थानीय तहको चुनावको कुरा गरौँ। स्थानीय तहको निर्वाचनले चाहिँ के सन्देश दियो? अब किनभने तपाईँले जसरी चुनावको अगाडि पनि र पछाडि पनि एउटा प्रष्टीकरण तपाईँको आयो कि मैले धेरै अपेक्षा गरेको थिएन, हाम्रो पार्टीले धेरै अपेक्षा गरेको थिएन, होइन, त्यही भएर जे भयो ठिकै छ, किन हाम्रो सङ्गठन विस्तार नै भएको छैन, होइन। वास्तवमा 2078 साल फागुन 7 गते राप्रपा नेपाल पुनर्जागृत भएको हो। यद्यपि यो छोटो अवधिमा नै 77 जिल्लामा पार्टीको सङ्गठन निर्माण भएको छ। आधा दर्जनभन्दा बढी भातृ सङ्गठनहरू स्थापित भएर क्रियाशील भएका छन्। 7वटै प्रदेशमा हाम्रो प्रदेश स्तरीय कमिटीहरू गठन भएका छन्। तथापि पालिका स्तरमा हाम्रो धेरै ठाउँमा चाहिँ नै कमिटीहरू गठन गर्न बाँकी थियो। त्यस कारणले गर्दाखेरि अब 1-1.5 महिना मात्र बाँकी रहेको हुनाले हामीले त्यति धेरै महत्त्व दिएनौँ। स्वस्फूर्त रूपमा जहाँ जो साथीहरूले चाहिँ चुनाव लड्नुभयो, हामीले उहाँहरूलाई चाहिँ धन्यवाद दिएका छौँ, बधाई दिएका छौँ। अब हाम्रो लक्ष्य चाहिँ हेर्नुहोस्, आगामी संसदीय निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय पार्टीको रूपमा स्थापित गर्ने, यो आउने मङ्सिरमा चाहिँ हुने संसदीय चुनावबाट। त्यसपछि अर्को चुनावसम्ममा चाहिँ हामी आफ्नै खुट्टामा देशको अग्रणी शक्ति बन्ने चाहिँ प्रयास गर्छौँ र मलाई पुरा विश्वास छ। स्थानीय तहको चुनावले त्यो सन्देश दिएन नि त, होइन? जसरी तपाईँले भनिराख्नु भएको छ कि प्रदेश र सङ्घको चुनावमा हामी यो गर्छौँ भनेर, हजुर। तर त्यो एउटा सङ्केत जुन स्थानीय तहको चुनावमा दिनुपर्ने थियो, यद्यपि तपाईँले भन्नुभयो कि सङ्गठन विस्तार भएको थिएन, होइन, हामीले भागै लिएका छैनौँ, कतिपय ठाउँमा भागै लिएका छैनौँ। त्यस कारणले गर्दाखेरि त्यसलाई चाहिँ नि आधार मान्नु हुँदैन। अब हामी युद्ध स्तरमा सङ्गठन निर्माणको तयारीमा छौँ। आगामी भदौसम्ममा हामी देशका सम्पूर्ण 6743 वडाहरूमा पार्टीको इकाइ कमिटी गठन गर्छौँ र ती इकाइहरूलाई परिचालन गरेर हिन्दू राष्ट्रको निमित्त कमसेकम अहिले नै हामीले अब तपाईँको एजेन्डा जुन थियो नि, मूल रूपमा मुख्य एजेन्डा जसरी जसले चाहिँ तपाईँले चिनिन्थ्यो, होइन, तपाईँको पार्टीलाई राजतन्त्र र हिन्दू राष्ट्रको कुरा, त्यसमा चाहिँ एउटा त च्वाट्टै छोडिदिनु भयो भनेपछि
तपाईँको पछि किन लाग्ने यहाँका चाहिँ जो मतदाता छन् या नेताहरू छन् भनेपछि तपाईँनिर चाहिँ किन आउने अरू पार्टीमा किन के छ त्यसको प्रश्नीकरण तपाईले राम्रो प्रश्न गर्नुभयो। वास्तवमा हामीले राज संस्थाको एजेन्डा छोडेको भए तापनि म आफू पनि व्यक्तिगत रूपमा र हाम्रो पार्टीले पनि राजा राज संस्थालाई अहिले पनि सम्मान गर्छ। खास गरी नेपालको एकीकरण, राष्ट्रियताको सुदृढीकरण, प्रजातन्त्रको स्थापना, आधुनिकीकरणमा राजाहरूबाट पुगेको योगदानको हामी उच्च मूल्याङ्कन र प्रशंसा गर्छौँ। यद्यपि राज संस्था पुनर्स्थापना अब हाम्रो कार्यनीति हुँदैन। हामीले राज संस्था छोड्नुपर्ने कारणको बारेमा मैले अघि व्याख्या गरिसकेको छु। एउटा कारण त यो पनि अब चाहिँ राप्रपा नेपालमा चाहिँ आउँदाखेरि चाहिँ राप्रपा नेपालले के दिन्छ, यहाँका जनताले के दिन्छन् भनेर चाहिँ तपाईँको पार्टीमा आउने हुन्छ। हजुर, म चाहिँ नि त्यसैमा आउँदैछु। एउटा हिन्दू राष्ट्र कुरा हो। अरू चाहिँ सुन्नु, म आउँदैछु। वास्तवमा हिन्दू राष्ट्र भनेको केवल एउटा संविधानमा 2 शब्द लेखाउने मात्र कुरा होइन। वास्तवमा हामीले राज संस्था छोड्नुपर्ने एउटा कारणमध्ये त अघि पनि मैले भने कि राज संस्था र हिन्दू राष्ट्रसँगै जाँदाखेरि मलाई त्यो बेलामा पनि मान्छेहरूले के भन्थे, तपाईँको हिन्दू राष्ट्रको एजेन्डा एकदम राम्रो छ, तर सँगसँगै त्यो अब राजालाई पनि बोकेर आउनु भएको छ, त्यस कारणले गर्दाखेरि हामी तपाईँलाई साथ दिन सक्दैनौँ भन्थे। अब हामीले त्यो एजेन्डा छोडेको हुनाले हिन्दू राष्ट्रको पक्षमा हामीलाई मद्दत गर्नको निमित्त अब कुनै पनि लोकतन्त्रवादीले हिचकिचाट गर्नु पर्दैन, एक। र दोस्रो कुरो, हामीले चाहिँ तपाईँको एउटा केवल हिन्दू राष्ट्रको स्थापनाको मात्रै एजेन्डा बोकेर हिँडेका होइनौँ। हामीले राष्ट्रियता, लोकतन्त्र र हिन्दू राष्ट्रको मान्यतामा आधारित संवर्धनवादको वैचारिक दर्शन जनताको अगाडि प्रस्तुत गरेका छौँ। जसरी साम्यवाद, समाजवाद, पुँजीवाद जस्ता विचारहरू छन् जो आयातित विचारहरू हुन्, जसबाट हाम्रा देशका प्रमुख राजनीतिक दलहरू प्रभावित रहेका छन्, त्यसको विकल्पमा राष्ट्र निर्माणको निमित्त हामीले संवर्धनवादको वैचारिक दार्शनिक विकल्प र मार्गचित्र प्रस्तुत गरेका छौँ। यो संवर्धनवादको वैचारिक धरातलमा उभिएर सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने हाम्रो पार्टीको मुख्य चाहिँ नै उद्देश्य हो। र हामी के प्रमाणित गर्न खोजिराखेका छौँ भने राष्ट्र निर्माणको निमित्त सनातन धर्म संस्कृतिलाई नष्ट गर्नु पर्दैन। जसरी भारतमा बीजेपीको नेतृत्वमा, मोदीको नेतृत्वमा आफ्नो सनातन धर्म संस्कृति र हिन्दुत्वको संरक्षण गरेर पनि विकास गर्न सकिन्छ भन्ने नमुना पेश गरिएको छ, त्यसै गरी नेपालमा पनि हामीले हिन्दू, बुद्धिस्ट, किराँत जस्ता सनातन धर्महरूको संरक्षण गर्दै इसाई र इस्लाम धर्महरूसँग सहकार्य गर्दै राष्ट्रको विकास र निर्माण गर्न सकिन्छ। बेरोजगारी समस्या समाधान गर्न सकिन्छ। हाम्रो पार्टीको यो चाहिँ मुख्य चाहिँ नि तपाईँको एजेन्डा भन्नुहोस्, उद्देश्य भन्नुहोस्, कार्य भन्नुहोस्, यही नै हो। हजुर, अब हामी अन्त्यतिर पनि आइसकेका छौँ। पछिल्लो समयमा तपाईँको अभिव्यक्ति यो पनि आउन थालेको छ कि राप्रपासँग सहकार्य पनि हुन सक्छ भन्ने पनि अभिव्यक्ति आउन थालेको छ। के छ यो स्थानीय तहले दिएको एउटा फिडब्याक हो यो के हो? स्थानीय तहमा जस्तो किसिमको आउनु पर्ने थियो, जुन किसिमको रिजल्ट आउनु पर्ने थियो, नतिजा आउनु पर्ने थियो, त्यो नआएर फेरि एकता महसुस हुन थालेको? एकता वास्तवमा के भने त्यो केवल पार्टीको सङ्ख्या बढाउनको निमित्त एकता मात्र होइन, कतिपय एउटा समान एजेन्डाको निमित्त सहकार्य गरेर जान सकिन्छ। हामी नेपाली काङ्ग्रेस, एमाले, माओवादी, मधेस केन्द्रित राजनीतिक दलहरूसँग त सहकार्य गरेर जानको निमित्त तयार छौँ, गरिराखेका छौँ भने हिजो हामी सँगै काम गरेका राप्रपासँग सहकार्य गरेर त्यो अवस्था त छँदै थियो नि हैन। तर त्यसको निमित्त म भन्दैछु, अनि त्यसको निमित्त यदि राप्रपाले राज संस्थाको एजेन्डामा पुनराविचार गर्छ भने मात्रै, भने छोड्यो भने राज संस्थाको एजेन्डाको बारेमा पुनर्विचार गर्यो भने उहाँहरूसँग सहकार्य र एकता हुन सक्छ। त्यो सम्भावना छ र? सम्भावना अब तपाईँको ढिलो चाँडो त्यो नगरेको सुकै छैन। म जस्तो चाहिँ राजावादी मान्छेले राज संस्था पुनर्स्थापना हुन सक्दैन भन्ने कुरा बुझ्नको निमित्त
करिब 15 वर्ष लाग्यो। त्यही त यो अब कुरा त त्यो कुरा बुझ्नलाई सुन्नु, यो कुरा के भने मैले नै प्रशिक्षित गरेका व्यक्तिहरूलाई यो कुरा बुझ्नको निमित्त हुन लाग्छ 6 महिना वर्ष दिन अरू लाग्ला। उहाँहरूले पनि बुझ्नुहुन्छ के भन्दा राज संस्था पुनर्स्थापना हुन नसक्ने रहेछ। अब यो एजेन्डा बोकेर पार्टी पनि ठुलो हुँदैन, हाम्रो भविष्य पनि अन्धकार हुन्छ, हिन्दू राष्ट्र पनि आउँदैन। त्यस कारणले गर्दाखेरि यो 1-2% चाहिँ नि भोटको राजनीति गरेर हुँदैन। अब हामी 94% वा 100% जनमतको चाहिँ राजनीति गर्नुपर्छ भन्ने कुराको रियलाइजेसन आज भएन भने पनि 6 महिना वर्ष दिन 1 वर्ष 2 वर्ष एउटा दुईटा चुनाव पछाडि उहाँहरूलाई हुन्छ। यो कुरा चाहिँ तपाईँ निश्चित मान्नुहोस्। अब यो कुराको रियलाइजेसन तपाईँ पार्टीमै भएर गराउन सक्नुहुन्थ्यो नि। तपाईँ पार्टी छोड्नुभयो, पार्टी अलग्गै खोल्नुभयो, फेरि तपाईँले चाहिँ राप्रपासँग सहकार्य हुन सक्छ यदि राजाको एजेन्डा छोड्यो भने। अजयजी वास्तवमा त्यो सम्भव भएको भए म यति दुःख गरेर चाहिँ नि हिँड्नुपर्ने कारण के थियो? समय बढी लाग्छ, पैसा खर्च हुन्छ, मेहनत गर्नुपर्छ, यो सबै किन म गरिरहन्थेँ? म त आनन्दसँग त्यहाँ। तर यो प्रतिक्रिया जुन तपाईँको आयो नि पछिल्लो अभिव्यक्ति जुन जसरी आइरहेको छ कि राप्रपासँग राजेन्द्र लिङ्गदेनसँग फेरि सहकार्य हुन सक्छ भन्ने कुरो जुन जसरी आइरहेको छ, यो स्थानीय चुनाव पछि आयो के? यसले त यो देखायो नि स्थानीय चुनावसँग यो सम्बन्धित छैन। दल चाहिँ छुट्टा छुट्टै दल टुक्रा टुक्रा अब चल्दैन नेपालमा भन्ने त एउटा सन्देश त दिएको छ नि त। होइन, तपाईँको अहिले राप्रपा र राप्रपा नेपालको बिचमा धेरै ठुलो सैद्धान्तिक मतभेद छ हेर्नुहोस्। त्यस कारणले गर्दाखेरि अहिले नै सहकारी एकता हुने भन्ने मूल एजेन्डा मतभेद देखियो। एजेन्डा मतभेद छ। त्यस कारणले मैले भने चाहिँ ढिलो चाँडो उहाँले त्यो रियलाइज गर्नुहुन्छ हेर्नुहोस्। त्यो एउटा कुनै पनि सचेत चाहिँ नि नागरिकले, राजनीतिक व्यक्तिले त्यो कुरालाई रियलाइज गर्नको निमित्त अब मलाई लाग्छ चाहिँ नि त्यो असम्भव छैन। त्यस कारणले गर्दाखेरि अब उहाँले त्यो कुरा रियलाइज गर्नुभयो भने कुनै पनि बेला तपाईँको चाहिँ नि एकता हुनसक्छ र हामीसँगै बसेर काम गर्न सक्छौँ। तर त्यो स्थिति आउँछ हेर्नुहोस्। निश्चित रूपले मान्नुहोस् चाहिँ नि अझै आज मैले तपाईँको यो कार्यक्रमको माध्यमबाट भनिराखेको छु, समय लाग्न सक्ला तर रियलाइजेसन 100% हुन्छ। प्राथमिकता के छ? सहकार्य छ या एकीकरण छ? त्यो जे पनि हुनसक्छ। मलाई व्यक्तिगत रूपमा कुनै पदको चाहनै छैन। राप्रपाले नै तपाईँ भन्नु न राजाको एजेन्डा चट्टै छोड्यो भने एकीकरण पनि हुन सक्छ। एकीकरण हुन्छ, मलाई अध्यक्ष पनि चाहिँदैन। राजेन्द्र लिङ्गदेनको नेतृत्व स्वीकार गर्नुहुन्छ? एकदम 100% स्वीकार गर्नु। मैले त स्वीकार गरेकै हो नि। राजेन्द्र लिङ्गदेनलाई चाहिँ पार्टीको अध्यक्षको रूपमा स्वीकार गर्नको निमित्त मलाई केही पनि आपत्ति छैन। उहाँले राजाको एजेन्डा छोड्नु पर्यो। राज संस्थाको एजेन्डा अब काम लाग्दैन। सम्मान छ, माया छ। अहिले पनि राजालाई भेट्दाखेरि मेरो त्यत्तिकै सम्मान हुन्छ हेर्नुहोस्। तर के भनेदेखि हुन्छ नि अब उहाँले पनि बुझिसक्नुभयो। तपाईँ देख्नु भएको छ राजाबाट अहिले राज संस्था पुनर्स्थापनाको निमित्त कुनै गतिविधि भएको छैन। उहाँहरू त आफ्नो व्यवसाय गरिराख्नु भएको छ, होटेलहरू ठाउँ ठाउँमा खोलिराख्नु भएको छ, अरू चाहिँ नि व्यवसायिक काममा लागिराख्नु भएको छ। उहाँका सन्ततिहरू कोही तपाईँको चाहिँ राजनीतिक रूपमा चाहिँ पार्टीहरूसँग सम्बन्ध बढाएर राज संस्था पुनर्स्थापनाको काममा हुनुहुन्छ र? उहाँहरू त आफ्नो व्यवसायमा लागिसक्नुभयो। केवल यो राप्रपालाई बेकुफ बनाउने काम भइराखेको छ। अब यो कुरो चाहिँ मैले बुझेँ, अन्तरङ्ग रूपमा मैले यो कुरा बुझेँ हेर्नुहोस्। बुझेपछि अब मैले चाहिँ तपाईँको के भन्दा त्यो अरूलाई पार्टीलाई बुझाउन खोज्दाखेरि उहाँहरू तयार हुनु भएन र म अलग भएँ। अब मैले घर बनाएर राखिदिरहेको छु, भोलि फेरि उहाँहरू आउनुहुन्छ हेर्नुहोस्। यो यही ठाउँमा आउनुहुन्छ। अब जसरी तपाईँले भनिराख्नु भएको छ कि सहकार्य हुन सक्छ, कुनै औपचारिक अनौपचारिक कुरा भएको त्यस्तो भएको छैन? केही पनि भएको छैन। अहिले एकतर्फी तपाईँ भनिराख्नु सहकार्य हुन सक्छ, उताबाट कुनै प्रतिक्रिया आएको छैन? सहकारी हुनसक्छ, एकता हुनसक्छ, सबै म त भने नि उहाँहरूलाई जिम्मा दिएर एउटा चाहिँ पार्टीभित्र एउटा चाहिँ स्टेट्सम्यान, एउटा चाहिँ अभिभावकको भूमिका निर्वाह गर्न तयार छु। व्यक्तिगत रूपमा मेरो राजेन्द्र लिङ्गदेनप्रति अत्यन्तै ठुलो स्नेह छ, सद्भाव छ। उहाँले पनि मलाई सम्मान गर्नुहुन्छ, माया गर्नुहुन्छ। कुनै समस्या छैन व्यक्तिगत रूपमा। हजुर, अब सहकार्यको जुन कुरा गर्नुभयो नि, त्यो सहकार्य त अब जसरी तपाईँले हिन्दू राष्ट्रको कुरा गरिराख्नु भएको छ र अन्य दलहरू पनि कतै न कतै हिन्दू राष्ट्रका पक्षधर हुनु भने तपाईँको जो बुझाइ छ, यद्यपि उनीहरूले चाहिँ औपचारिक रूपमा केही पनि भनेका छैनन् होइन। भनेपछि अन्य दलसँग पनि सहकार्य हुने बाटो त छ नि तपाईँहरूसँग। फेरि राप्रपा नै किन चाहियो? होइन, अरू दलहरूसँग पनि सहकार्य हुनसक्छ, एकता हुन सक्दैन। एकता हुन सक्दैन। एकताको सम्भावना राप्रपासँग छ। राप्रपासँग छ। अरू दलहरूसँग एकता हुने अथवा अरू दलहरूमा राप्रपा नेपाल विलय हुने भन्ने सम्भावना छैन। किनभने हामीले अब
वैचारिक रूपमा मैले अघि नै सम्वर्धनवादको कुरा गरेँ नि। अब नेकपा एमाले माओवादी लगायतका पार्टीहरू साम्यवादी पार्टीहरू हुन्, मधेस केन्द्रित राजनैतिक दलहरू नेपाली काङ्ग्रेस समाजवादी दलहरू हुन्। हामी सम्वर्धनवादी वा परम्परावादी चाहिँ शक्ति हौँ हेर्नुहोस्। त्यस कारणले गर्दा वैचारिक रूपमै धेरै ठुलो भिन्नता छ। त्यस कारणले एकता वा विलय हुन सक्दैन, सहकारी हुन सक्छ। भोलि सनातन धर्म र संस्कृतिको रक्षाको निमित्त हुन सक्छ, राष्ट्रियताको सवालमा हुन सक्छ, प्रजातन्त्र लोकतन्त्रको सुदृढीकरण अब त अहिले फेरि चुनाव आउन लाग्यो, विकासको लागि हुन फेरि सक्छ। प्रदेश र केन्द्रको चुनाव छ, त्यो बेला कुनै सहकार्य पार्टीसँग त्यस्तो अरू अन्य पार्टीसँग अब यो हाम्रो के छ? एक्लै जानुहुन्छ चुनावमा? एक्लै त एक्लै नै जानुपर्छ, किनभने एक्लै नगइकन राष्ट्रिय पार्टी भइँदैन। हामीले हाम्रै चुनाव चिन्हमा देशभरि राष्ट्रिय पार्टीहरू त मिलेर गइरहेका छन् होइन। राष्ट्रिय पार्टी मिले पनि उनीहरू आफ्नो चुनाव चिन्हबाट जान्छन् र समानुपातिकमा त अलग अलग भोट ल्याउनु पर्छ। हेर्नुहोस्, समानुपातिकमा चाहिँ नि अलग अलग भोट नल्याइकन राष्ट्रिय पार्टी हुँदैन। जहाँसम्म अब प्रत्यक्ष चुनावको कुरा छ, प्रत्यक्ष चुनावको निमित्त अहिले ठुला पार्टीहरू त एक्लै जान सक्ने अवस्था छैन। मिल्नुपर्ने अवस्था छ भने हामी त भर्खर खुलेको पार्टी, हामी एक्लै गएर चाहिँ धेरै ठाउँमा जित्छौँ भन्ने छैन। त्यस कारणले गर्दाखेरि व्यावहारिक रूपमा हामी कुनै न कुनै पार्टीसँग सहकार्य गर्छौँ। केही ठाउँ गठबन्धन बनाएर अगाडि गठबन्धन, चुनावी गठबन्धन र केही ठाउँहरूमा चाहिँ हामी मिलेर चुनाव लड्छौँ। हस् त, धेरै धेरै धन्यवाद। हस्, धन्यवाद तपाईँलाई। दर्शकबिंद ओ छलथि कमल थापा, राप्रपा नेपाल के अध्यक्ष। आइ हुनका से बात करै छलियै जे जेना ओ कहि रहल छलथि कि जे राज संस्था के एजेंडा हुनकर पहिले छलैया राप्रपा में रहैत काल ओ छोड़ि देने छै आ हिंदू जे नेपाल के हिंदू राष्ट्र बनाओल जे ई एजेंडा यथावत राखि कऽ ओ आगाँ बढ़ि रहल छै। आ ओ इहो कहलनि जे राप्रपा संग सहकार्य के संभावना छै अगर राप्रपा राज संस्था के एजेंडा छोड़ि देता। व्यस्त, नमस्कार।